नमस्ते सबैजनालाई धेरै धेरै धन्यवाद यो हाम्रो विशेष कार्यक्रममा उपस्थित भइदिनु भएकोमा र आज चाहिँ मेरो लागि एकदमै विशेष दिन हो। मैले सानैदेखि सिनेमामा देखिरहेका एकदमै अग्रज कलाकारहरूको बिचमा उभिएर बोल्दा अलिक डर पनि लागिरहेको छ र मैले वास्तवमा कहिले पनि सोचेको थिएन म यति ठुलो पर्दामा देखिन्छु भनेर। दुःख मेहनत सङ्घर्ष गर्दा गर्दै मेरो सपना पनि बढ्दै गयो होला सायद। त्यसैले आज म यसरी उहाँहरूसँग एउटै स्क्रिनमा देखिन पाएकोमा आफूलाई एकदमै भाग्यमानी सम्झेको छु र मलाई यो चलचित्रमा समावेश गर्नुभएकोमा निर्देशक तथा निर्माता आदरणीय दाई प्रेम सोनी सुनारज्यूलाई हार्दिक धन्यवाद व्यक्त गर्न चाहन्छु। र मेरो भूमिका यो चलचित्रमा मेरो छोरीको रूपमा उनी छन् नानी सुषमा र म चाहिँ उनको आमा बनेर खेलेको छु। पहिलो चलचित्रमै आमा बनेर मैले आफ्नो भूमिका निर्वाह गरेको छु र म चाहिँ मिथिला म्यामसँग अलि धेरै नै कुराहरू बहस गरेको छु। मेरो यो टिजरमा मेरो एक बोली पनि आएको छैन किनभने त्यो अलि सस्पेन्ड राख्नुपर्ने नै थियो होला। त्यसैले केही समयपछि हामी सँगै बसेर चलचित्र हेर्नेछौँ र थाहा पाउनु हुनेछ। अहिलेलाई तपाईँहरूलाई फेरि पनि धन्यवाद यति मिठो साथको लागि। धन्यवाद। ठिक छ, हामी बुद्धिदायकै समाचार सुन्नु होला। टक्क अब दाइ टक्क छोटो मिठो दिइदिनु भयो। मैले चाहिँ त्यत्रो सम्झौता गरेर हाम्रो सबैको तर्फबाट आमालाई बोल्नु थियो। सम्पूर्णलाई नमस्कार। हजुरहरू आइदिनु भयो, ट्रेलरलाई मन पराइदिनु हो र हजुरहरूको माध्यमबाट हामीले अझै पनि थुप्रै दर्शकहरूको सामु हामीले ट्रेलरलाई पुर्याउने माध्यम बनिदिनु भयो, त्यसको लागि धेरै धेरै धन्यवाद। मैले त खासमा भन्नुपर्ने कुरा त केही छैन। चलचित्र शिक्षा सम्बन्धी बनेको छ, गुरुआमा। तर म चाहिँ चलचित्रको गुरुआमासँग काम गर्न पाउँदा एकदमै खुसी छु। हामीले एकदमै सानोदेखि, त्यसको मतलब दिदी धेरै बुढी हुनेवाला होइन, सुरुवातदेखि नै चलचित्रमा जसरी हामीले गुरुआमा मान्दै काम गर्दै उहाँसँग काम गर्नु पाउँदा, टिमसँग काम गर्नु पाउँदा र सबै हाँसिराख्ने बेला बेलामा कपालमा मुसारी राख्नुहुने डाक्टर साहबसँग काम गर्नु पाउँदा धेरै खुसी लाग्यो। मैले भन्नुपर्ने कुरा त छैन। अब चलचित्र वैशाख 25 गतेदेखि हलमा रिलिज हुँदैछ। यसलाई हेरेर प्रतिक्रिया दिएर यो खालको चलचित्रलाई हामीले कसरी लिन सकिन्छ त्यो सम्बन्धी पनि बहस भइदियो भने हामीले गरेको कामको एउटा सार्थकता हुन्थ्यो होला भन्ने लाग्छ। धन्यवाद।